उहाँ खेतमा चाहिँ हाम्रो काकी मेरो बुवा अनि आमा हुनुहुन्छ कि म प्र्याङ्क गर्छु गाइज हेर्नुहोस् ल के भन्नुहुन्छ हाम्रो खेत यस्तै हो मकै जङ्गलको छेउमा खेत छ घाँस काट्न आउनु गाह्रो रहेछ कि घर जाने बेला भएन बुवा भात खाएर छैन मैले खाएको छैन बुवालाई एउटा कुरा गर्नु थियो मलाई 20,000 चाहियो 20,000 निजगढ जानुपर्ने भयो केटी भएर लिएर अहिले उहाँ मर्छु भनिरहेछ अहिले जसरी लिन आउनु भनेर बसिरहेको आज अहिले उहाँ आउँछ अरे अनि रोएर मर्न लागिसक्यो जात म गर्ने के हुन्छ त नि मलाई यहाँ दुनियाँले कसले के भन्छ मैले पाल्ने हो नि दुनियाँले पाल्ने हो त सञ्जीवलाई त्यस्तै आउने भएर सञ्जीवलाई उहाँ कसले मर्छ त त्यस्तो नभन न म माया गर्छु अनि किन गर्नु माया नलिएर आउनु सञ्जीवलाई त्यस्तै गरेर त उहाँ छुटाएर बिहे गरिदिएको को हाम्रै सञ्जीवलाई सञ्जीवले पनि ल्याउनु खोजेको थियो नि यो सोल्टीको भोलि म मऱ्यो भने तिमीलाई मान्छेले छुन अनि एउटा छोरो भएको त्यो पनि बाहिर पर बस्ने छुने अनि कस्तो दाजुभाइ नभयो नि के भयो त नि मलाई मन पर्छ त नि अचम्म जिन्दगी गरेछ लिएर आउने हो म थाहा छैन अरू कुरा भनिदिनु जात साथ छैन हो कस्तो म गर्ने हो त नि जातले पाल्ने हो र भने म पाल्छु नि जसरी भयो नि मलाई 20,000 दिनु है म लिएर आउँछु जेसुकै होस् बुवा मेरो मनै मरेर आउँछ त्यस्तो सल्लाह गर्छ मेरो मनै मर्छ कस्तो मन मर्छ भनेको तिमीलाई छोराको खुसी प्यारो कि तिम्रो जातको त्यो प्यारो बुहारी चाहिँदैन जुन पाए त्यही अनि मलाई मन परेको त्यही अनि तिमीले भनेर हुन्छ त नि तिमीले जिन्दगी काट्ने हो र मैले पो हो त मन पर्ने मैले म कतिवटा ल्याउँथेँ कतिवटा मवानी पनि ल्याउँथेँ भुजेलनी पनि ल्याउँथेँ छेत्रीनी पनि ल्याउँथेँ त्यस्तो मैले कुमारनी पनि ल्याउँथेँ म कतिवटा ल्याउँथेँ मसँग पनि त्यस्तै धुत्तिने कति थियो कति मलाई त्यही मन परेको अनि अहिले माया मह बसेपछि मन परिहाल्छ नि माया मह नबसेपछि त्यो मलाई हामी पनि त्यस्तै छौँ पहिले 20,000 दिन न म लिएर आउँछु बुवा घर हिँड्न घर यहाँ मसँग छ पैसा मैले बोक्छु पैसा छैन के छैन सिद्धाइसकेको छ दाजुले गएर पोलेर आयो 5,000 सिध्याएर आयो वर्तमानमा फेरि बिहे आउँदैछ बिहेमा पनि अब केटाकेटीको मुख हेर्नलाई उहाँ मर्न लागिरहेको केटी अनि नलिएर आउनु मेरो आमापट्टिको न बाउपट्टिको अनि तिम्रो छोरालाई माया लाग्दैन कि क्या छोराको माया छ मलाई अर्काको छोरीको माया छ त्यो मऱ्यो भने त म नि मरिहाल्छ नि ल ऊ पो गर्छ मैले माया गरेँ केटी हो अनि
4-5 वर्ष भइसक्यो ल पर्या तेरो सबैसित ल पर्ने कहिले मोदी तिमीसँग कहिले बाबुसँग एउटा छोरो छोरा थिए ए केही हुँदैन हो कस नाउ चलाउने हो। नाउ कसले के भन्छ तिमीलाई गाउँको मान्छेले काट्ने हो र तिम्रो छोरीले पनि मगाउनु पो ल्याएछ भन्दै त्यति भन्दामा के भयो त नि म मर्छु त सबैले लिएर आएको छ त समाजमा अबको जमानामा नि जात भात हेरेर हुन्छ अबको बेला जात भात हेरेर हुन्छ खुसी गर्छन् कसले खिची गर्छ पूर्वको मान्छे कसैले गर्दैन आफ्नै दाजुभाइहरू गर्दैन त्यस्तो उदय रन्जिला जाँदा पर सबैको त्यस्तै छ रन्जिला अहिले कसरी हेला गर्छ अनि दुईटा किन नपाएको त अनि छोरा मलाई अनि एउटा पाएपछि मेरो खुसीको पो हो त रन्जितले मगर ल्याएर त कल्याणको आफ्नो जात हो एउटा बिग्रियो भने एउटा त सुध्रियो दुईटा पाउनु पर्छ नि त छोरा कहिले बुवाले भनेर त हुनु भयो त त्यही छोरा छोरी छोरी जाला मलाई थाहा छैन अरू कुरा आज लिएर आउने हो भरेसम्ममा काठमाडौँ नि गइँदैन होला जाँदिनँ म काठमाडौँ घरै बस्छु बिहा गरेर कमाएर यसो मान्छेले घर बनाएको छ जग्गा जोड्या छ आफ्नो एउटा घरको छोरो यतिखेरसम्म जग्गा जोड्नु त सबै गर्नमा घरसम्म एउटा बनाउनु सकेको छैन मान्छेले एउटै छोरो भए कति उन्नति भएर त्यो दिदी भेनालाई सोध दिदी भेनाजुलाई के सोध्नु पर्ने दिदी भेनाजुले बिहा गर्ने हो र सोध्नलाई अब मैले बिहा गर्नलाई नै दिदी भेनाजुसँग कुरा गर्नुपर्ने सल्लाह गर्नु पऱ्यो नि त के गरौँ कसो गरौँ पैसा दिने त्यहाँ ठुल्ठुलो दिदी भेनासँग सल्लाह गर्नुपर्छ त्यस्तोलाई कसैलाई नसोध्ने बुझ्ने सरसल्लाह नदिने त्यही दिदी हो बाउ त्यही भेनाजु भनेपछि खानी सुत्ने हर्नी बस्ने गरेको थियो खोइ कसले सञ्जय दाइको त्यो मगर्नेले त्यस्तो सबैको एउटै हुन्छ त भने काकी पनि भातसम्म पकाइदिन्थ्यो मोरा अरू बेला जे जस्तो भयो नि अलिक सोच धेरैचोटि सोचेर काम गर्ने गर भन्नु त काकी म धेरै दुःख पाएको मान्छे हो नानी दुःख पाइ कति त्यो त बुढो छोरालाई काकीले दुई जग्गा गाना भेटेर सञ्जीवले चटक्कै खोजेर छोड्छ मजाले झाइ झाइ बिहे गरौँला मान्छेको छोराहरूको कसरी बिहे एउटा छोरो के गरौँ भने यसो त मन कहाँ कहाँ बहलाउँछ कहाँ कहाँ बहलाउँछ। भयो नि अरू नि हामी खोजेर यसै पारि बिहे गरिदिन्छौँ ठोकेर बिहे गर्नुलाई भने आफ्नो कदर रहेछ बिरानो मसी पो छोराको मन यसै पारि उठ्यो। बिहे गरिदिन्छौँ लो त्यो केटीलाई छोड्दियो यो मगर्नी सगर्नीको चक्कर नलियो छोरा जस्तै भए पनि मेरो पनि छोरै हो तर काकीले यसरी भनी भाँज हाली नभन धेर बुढेसकालको सारा भनेको एउटा हो। कति दुःख गरेर छ नि, कति सारा कल्बी कल्बी दिदीबहिनीले माया दिएको न पानी पाउँदैन गरिदिनु न नभए। दुईवटा भयो भने त एउटाले गर्दा चुप्लो दिदीले के नातिन्छ भन्ने हेर बाबै मान्छे भयो कि एक कुरालाई सयचोटि सोचेर अनि काम अगाडि बढ्नु। मैले सोचेँ कि 10 चोटि सोचेँ उहाँ रोएर उहाँ झुन्डेर मर्न खोजिरहेछ केटी अनि लिन आउनु कि आउनु भनेर अनि त त्यो भोलि पर्सि पछाडि बसेको चाहिँ कसरी हेर्छ कहाँ पछाडि म पछाडि बस्नुपर्छ र तेरो सराधीमा तेरो घरभित्र पढ्नु हुँदैन के नाटक गर्छ अनि त्यो पछि कुरा पछि नै हो पछिको कुरा अनि को छ छ त भाइहरू दाइ भाइ दाइहरू छ त दाइले गर्छ त आफ्नो आमा बाबुको गर्छ तेरो आमा बाबु गर्छ त्यही हुनाले तँलाई यहाँ घोरी मुन्टी यहाँदेखि बागमती लडी लडी गएर जन्माएको त्यो दिपे दाइले त्यसो भए के गर्छ त नि उस पनि एउटै छोरा बिहा गर्यो त नगरेर त ऊ बेच्दै घिच्दै गएर जम्मै सिधाइसक्यो त बित्दैसक्यो त्यहाँ आमाको पनि बेच्नु पऱ्यो आमाले कसरी काट्टा खानु पर्यो त्यसरी नै खानु पर्ला कसले अलिक होस् गर्छ 5 बिघा जमिन थियो यो महिलाको बाउ 5 बिघा 5 बिघा जग्गा अँ
अब यो तिमी सराले केही नगरे हुनाले त्यो बेच्दै खाँदै यता ऋण गर्दा गर्दै त्यो बुढो एउटा बिर्स्याउनु नखाने मान्छे अहिले छोराहरू हेर्छ अहिले सबको काटा खाइन्छ तिमीहरूले कस्तो भयो सबको पिण्ड खाइन्छ जो मर्नु त्यसको पिण्ड खाँदै हिँड्यो त्यस्तो हुनुपर्छ माया लाउने पनि एउटा सीमा हुन्छ क्या दिदी छोरा बाबा केही पनि कुनै कुरो पनि 5-10 चोटिसम्म सोचेर अनि मात्रै केही अगाडि बढ्नुपर्छ के मान्छे भएपछि मान्छे त्यसै जन्म लिन्छ नि त मलाई अब मन परेकै त्यही अनि फकाएरै ल्याएको हो माइली आमालाई कसले के सुनेको अनि जसले जे गरेर पनि तिमीहरूको पालोको जस्तो समय छ त अब हेर्नुपर्छ पहिला जस्तो त्यो समय छैन नि त बुवा अब त जात भात केही हेरिँदैन अबको पाल जो पिटोमा मिल्दैन देवपित्रमा कस्तो देवपित्रलाई भनेर मिलाउनु पर्छ नि सरादेमा मैले नै भन्ने अब हुँदैन नभएपछि हामीलाई दुःख दिन्छ कतिचोटि बिरामी भयो त्यो बिस्ने बुढाबुढी कति काम कति के गर्ने गरेर अहिले भोकासोरा लाएर बेलले राखेर माथि चढ्नु दिँदैन कोठाभित्र पोहन दिँदैन सराले आयो सुन्नु दिँदैन मन कति खिन्न हुन्छ अस्ति यसले केटालाई ल्याएर माथि चढायो बाउलाई रातभरि सर्वले ख्यारे गरे घर भनेको के हो त्यो घरको सपनामा ख्यारे त के हो त विपनामा ख्यार्दैन बिर्नामा पनि धोका दिन्छ भन्नुलाई भन्दैथि म अब के गर्नु फटफट चढेको माथि अर्को घर बनाउनु पाए पूजा गोली भिन्दै बनाउला भएन त्यो सोच कहिले पुग्नु छोराको ल घर हिँड मलाई पैसा देऊ म जान्छु उता ढिला भइसक्यो मलाई ल्याइसकेपछि लिएर आउने हो म तँलाई बाबाआमा भन्दा त्यही ठुलो भयो है कस्तो बाबुआमा तिमीलाई चाहिँ छोराछोरी भन्दा चाहिँ तिमीलाई जातै ठुलो भयो है अनि के त जात म खुसी त्यो केटीसँग छु तिमीले अर्कोसँग भिडाइदिएर हुन्छ भने जनता हेर्दा पनि ऊ सञ्जीव छ त्यसलाई सल्लाह गर तिमी पैसा देऊ न पैसा दिनु खोइ रवि मनोजले पनि भगाएर ल्याएर परेर आफ्नै जातको भगाएर ल्याएर अरूले जे गरे त्यही हो त म तिम्रो छोरा अर्कै हो अरूले जातको भगायो भनेर मैले नि जातकै भगाउनु पर्छ भने छ र हेर्न चाहिँ नजाएको कुरा नगर छोरो हे बाबुआमा भन्दा ठुलो संसारमा केही छैन बाबुआमा भन्दा ठुलो संसारमा त केही छैन नि के गर्नु तँलाई म आफ्नै जातको केटी खोजेर दिएको तिमीले खोजेको मलाई मन पर्दैन अनि मलाई हिँड त छिटो घर मलाई भोक लागिछ खाना खाएर जान्छु मलाई पैसा देऊ जासँग त दाइलाई सोध दिदीलाई सोधिदिँदै हामीलाई सोध दाइले पैसा दिने हो नदिए पनि सोध जा सोध्नु पर्दैन तिमी पैसा चाहिँ देऊ न म लिएर आइसकेपछि अनि सल्लाह गर्छु दाइसँग ल्याइसकेर घिटेर त्यहाँ बाबु सल्लाह गर्नु ल्याइसकेर लिएर आउने अनि सल्लाह गर्ने अहिले नि सल्लाह गऱ्यो भने त नले यहाँ पुलमा हाल्नु भयो तिमीलाई सोधेर लिएर आउनु खोज्दा चाहिँ अब नलिएर आएछ भनेर टार्छ त्यही हो नसोधी लुसुक्क गएर लिएर आएर अनि सल्लाह गर्नु पऱ्यो कि सबैलाई सोध्दै हिँड्यो भने त प्रजात केटी भन्दै नलिएर आएछ भनेर मलाई अब बाँधेरै राख्लान् नसोधी थपक्क लिएर आउने अनि कुरा गर्ने यत्रो पढाइ त्यत्रो दुःख गरी पढाइ गोर्खाइ गर्ने 10 महिना भुँडीमा बोकेर यहाँदेखि बागमती गएर मैले मान्छेले बिगार्नलाई कति सल्लाह दिन्छ कसले सल्लाह मैले कसैको लिएको छैन काकी कोसँग आफू बिहा गर्ने हो अरूसँग सल्लाह गरेर हुन्छ हामी खुसी भइहाल्यो नि उसले माया गर्छ त मलाई धेरै ऊ पनि त आफ्नो बाउआमा जन्म दिने बाउआमा छोडेर मेरो लागि उहाँ त्यत्रो रोएर आउन लागिरहेको त उसको चाहिँ बाआमाको माया लाग्दैन होला त उसलाई माथि खुर्किँदा चढ्न खोज्छ को सानो त्यस्तो जात जात हुँदैन के सानो जात उसलाई त म मन परेर आएको हो त्यो जात त ठुलो छ उसको भनेर आउनु खोज्या हो र भने मान्छे पो मन पराएर आएको त मेरो जात मन पराएर आएको हो र ऊ
तिनवटा छोरो भएको भए उसले पनि मभन्दा धेरै राम्रो राम्रो पाउँछ होला त किन मैसँग बिहा गर्नु खोज्या तिमी हेर न कति राम्री छ कति संस्कारी छ त्यो तिमीलाई मलाई राम्रीको मतलब छैन त्यही जात मात्रै जस्तै भयो भने हुन्छ जात लिएर आइदिए पुग्यो ऊ त्यो कलवाको बुढीको त्यो डाँडो खुच्चिएको त अन्ना भए पनि न्यार्ने ल्यायो कलवाले बरु हे तेरिका अरूको कुरा गरेर बस्छ उसलाई मन पर्यो लिएर आयो नि मलाई मन पर्दैन म लिएर आउँदिनँ मलाई जो मनपर्छ त्यही लिएर आउने हो जिन्दगी मैले काट्ने हो यहाँ ल्याएपछि मैले यहाँ बिहे गर्नुपर्छ बिहे गर्नुपर्छ अरे बिहे गराइदिनु न त नि भएको तिमीहरू पो बुढाबुढी भयो पछि अब पछि अब उमेर नि यत्रो ढल्किसकेको छ पछि त जिन्दगी त मैले बिताउनु पर्ने हो यही तिमीहरू जस्तो अहिले जसरी बसिरहेछ त्यसरी हामी पनि बुढाबुढी मिलेर बस्नु परेन त्यतिखेर मलाई मन नपरेको केटीसँग म कसरी बस्नु जिन्दगी भर त्यही संसारमा त्यही एउटा मगरी मत छ है त्यही मन पर्यो त संसार छैन अरू दुनियाँ छ नि हजार छ नि मन परेको त्यही अनि मैले भन्दै थिएँ यो 10जनासँग गर्दा 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 कुन जातमा फस्छ भने मैले भनेर जातमा फसेर हुन्छ मान्छे राम्री छ हेर्नु न काकी व्यवहार राम्रो छ बोली वचन राम्रो छ संस्कारी छ घर धानेर बस्न सक्छ पानी चलिहाल्छ भोलि भोलि म मर्दाखेरि मेरो श्राद्धमा त्यसले दैलो टेक्न पाउँदैन कसले त्यो राम्री मात्रै भएर हुन्छ उही त्यही सन्तोष त्यो रन्जितको पानी तिमी बाचुन्जेल तिमीलाई राम्रो पानी खुवाउने राम्रो गरेर तिमीलाई बाचुन्जेल सुख दिए भइहाल्यो नि तिमी मरिसकेपछि तिमीलाई मरे मान्छेलाई पानी खुवाएर हुन्छ बाचुन्जेल पानी खुवाए भइहाल्यो नि बाचुन्जेल त खान्छौ पानी उसले दिएको खाना पकाएर दिएको खान्छौ मरिसकेपछि त्यो लासलाई खाना खाएन भनेर पानी खाएन भनेर तिमीले उ गरेर हुन्छ तिमी त गइसकेको लास हुन्छौ अनि खै त तेरो अझै पनि मरेर गएको छ त खोइ हामी श्राद्धै गर्छ फेरि बैशाखमा अझिको श्राद्धै आइसक्यो त्यो त मान्ने हो नि त नि मान्ने हो त्यो श्राद्ध अब त्यो त संस्कार हो एउटा रीतिरिवाज हो श्राद्ध गर्नुपर्छ भन्ने पहिलेदेखि चलिआएको हो सबैले गर्छन् त्यो मरिसके गर्नुपर्छ बाँचुन्जेल तिमीलाई राम्रो खुसी दियोस् न मरिसकेपछि मैले पानी खादिएँ खान पाउँदैन मलाई भनेर हुन्छ तिमीले कुरा पनि के गर्छन् लिएर आउने हो म हिँड्न त घर छिटो बुवा छ नि घर 20,000 त छ छैन नि मलाई के थाहा मैले पैसा त छुएको छैन त्यहाँ हेर न बाक्सामा बाक्सा मेरो हातमा छ र बाक्सा छ अनुको हातमा बहिनीको हातमा छैन सबै मागिदेऊ बहिनीसँग मैले घरको व्यवहारै छोडेको छु बहिनीसँग मागिदेऊ त्यसले मैले भने नि दिँदैन खाना त्यसको बहिनीको बु त्यो बहिनीको आँखी खाँदैन त्यसले पो नेवार केटा मन परायो अहिले राजी खुसी भएर बसिरहेछ त पछि फेरि त्यसले नि छोड्यो भने त्यसले नि के गर्छ दिदी बहिनीले आफ्नै जातको के उसलाई मन परेको केटासँग बसिरहेछ त अनि बहिनीले आफ्नो कास्ट मन परायो भने मैले भेटिनँ त नेवार्नी केटी नै नेवार्नी केटीले मलाई हेरेन के आमा कस्तो नहेर मलाई त्यो बच्चामा मन परेको नेवार